लाङटाङबाट माउन्ट एभरेस्ट पनि चढ्न सक्छौँ। प्रभु ब्याङ्क रहेछ है यो चाहिँ लास्टै गएको छ लास्टै उनीहरूको चाहिँ सेकेन्ड टाइम नै यहाँ क्रेजी छ एउटा बाइकमा आउने बाइक पनि बोकेर लग्दैन कि गुड मर्निङ एभ्रिवान। आज चाहिँ डे 3 होइन, टक्क सुतेर ठक्क उठाएको थियो भर्खर 5:30 भयो। भर्खर उठेर यसो बाहिर हेरेँ मात्रै थिएँ, त यस्तो पो रहेछ ल, यस्तो पो रहेछ, सुतेकै ठाउँबाट भ्यू यस्तो रहेछ है ल। डे 3 अब हामी चाहिँ लाङटाङ भ्याली छोडेर क्यान्जिनरीतिर जाँदैछौँ। बसेको होटल चाहिँ हो ट्राभलर्स गेस्ट हाउस। बेलुका 7 बजी आइपुगेको थियो लाङटाङ भ्याली। आएर नुहाइधुवाइ गरेर खानासाना खाइएर बिहान 5:30 बजी उठेर ब्रेकफास्ट गरेर हिँडेका छौँ 7 बजीतिर घरबाट त्यहाँ भ्यालीबाट। हेरौँ कति बजी पुगिन्छ अब। यस्तो छ है लाङटाङ भ्यालीबाट चाहिँ सबभन्दा अगाडि हामी निस्किया जस्तो लाग्यो। सबै आउँदैछौँ बिस्तारै हामीसँग ग्रुप लगभग 30-35 जना, लगभग 30-35 जना थियो है, त्योभन्दा बढी। हामीसँगै आएको चाहिँ 35 जना प्लस नै थियो। होटेल फुल ब्याग थियो, टोटल ब्यागमा पुग्नै सकेन, कसैले सकेन। यहाँ लाङटाङ भ्याली पनि सबभन्दा अगाडि नै हामी पऱ्यो भने यहाँ लाङटाङबाट माउन्ट एभरेस्ट पनि चढ्न सक्छौँ चढ्न, किन चाहिँ सक्छौँ, किन नसक्ने हो र नि। काँडावाला बोट ल्यायो त सकिसक्थ्यो त्यतिखेर त्यो त है एकदम। खासै गाह्रो भएको छ। अक्सिजन चाहिएको छ हामीलाई, नो गाइड चाहिएको छ, नो गाइड, घोडा चाहिएको छ त, नो घोडा, ब्याग हेर, ब्याग फेरि 25 किलो त होला है, 25 किलो बढी छ। बढी होला अब। पानी नै 2 केजी होला, पानी 2 केजी छ, पावर ब्याङ्क 1.5 केजी 2 केजी, अनि हाम्रो खानेकुरा स्न्याक्सहरू छ 1 केजी। म 95 केजी। अनि बसमै खाउँ, नेपाली भने नेपाली हो, खैरीहरूले कहाँ सक्छ हामीलाई है। हुँदैन रहेछ यस्तो नाथे खैरीहरू गोराहरू भने आउँदैछ। त्यहाँ सिङ्गापुर टुरिस्टहरू चाहिँ टन्नै बढाएर रहेछ है। सिङ्गापुर हामीले सोधेको सबसँग कुरा भयो हाम्रो। सिङ्गापुर, फ्रान्स, म हिजोसम्म नाइजेरियाको थिएँ, तर अहिले आज नेपाली भइसकेको थियो नि। जापानको पनि थियो, कोरियाको देखाइदेऊ न, कोरियाको त म अनि म चाहिँ जियोस् टुरिस्टहरू टन्नै कन्ट्रीबाट आएको छ। युएसएबाट थियो एउटा, टेक्सासबाट, सिङ्गापुरबाट, फ्रान्सबाट, अनि यता नाइजेरियाबाट, अनि इन्डियनहरू टन्नै आउने रहेछ है आजकल। इन्डियन पनि थियो है, इन्डियन चाहिँ वाइल्ड छ आज। हामीले हल्कै मैले लिया था भन्थ्यो, पहिल्यै अब रिसर्च गरेर आउनु पर्यो। आउने बेला रिसर्च गर्नु पऱ्यो, सकिँदैन। रिसर्च गरेर डोन्ट टेक इट इजी। डोन्ट टेक इट इजी। हामीलाई चाहिँ फेरि इजी हो है, फेरि हामीलाई इजी हो, इजी हो। तर तपाईँहरूले चाहिँ आउनुभन्दा अगाडि रिसर्च गरेर जाँच पुगिसक्यो। अब आधी घन्टामा पुग्छ अरे क्यान्टिन गुम्बा। र यो सँगसँगै एउटा न्युज भर्खरै माथिबाट आएको गाइजहरूले भन्दै थियो, आर्सेनलले चाहिँ प्रिमियर लिग जित्यो अरे। सिटीले हिजो ड्र खेल्यो अरे बर्नमाउथसँग। सो 22 इयर्स आफ्टर आर्सेनलले फाइनल्ली प्रिमियर लिग जितेको छ। भर्खरै एकजना टुरिस्टसँग भेटेको थिएँ, युकेबाट रहेछ उहाँ चाहिँ, युनाइटेड फ्यान रे। मैले यो लिभरपुलको लाएको देखेर चाहिँ हल्का स्याड हुनुभयो। यता रिभरतिर फाल्दै नि हुन्छ भन्नुभयो। यो जर्सीलाई चाहिँ जिस्केर दिन्छ। बत्ती सत्ती चाहिँ केही थिएन तल, आज बत्ती गाडी चाहिँ तिमी भयो। होइन तलतिर थिएन नि त, नेट सेट पनि थाहा छैन, केही पनि के भइरहेछ बाहिर।
आज हामी गुम्बामा बस्छौँ होला उता पनि भ्याउने हो उता क्यान्टिन जान्छौँ फर्केर गुम्बामा बस्छौँ होला नवीन र म आशिष सरलाई खोजिरहेको छौँ आशिष सर अलिक पछाडि छ बोलाउन आशिष सरलाई टाइम लागेछ है अलि थकाइ नै के हो यो अलि थाक्नु पर्यो कि अलि थाक्नु पर्यो हामी भएन पानी खाऊ दोस्त जाँदैछौँ हामी यहाँ हामीले साथीहरू भेट्दा छौँ गोपाल आशिष सर चाहिँ ऊ त्यहाँ छन् आशिष सरलाई चाहिँ अलिक गाह्रो हुन जस्तो लाग्यो घोडामा आउँदैछन् है घोडामा नमस्ते अब चाहिँ चिसो लाग्ला जस्तो भयो चिसो हावा चल्दा जस्तो खाँदै गइरहेछौँ हामी आइपुग्यौँ हामी हामी जाने हो तिमी जाने हो नौ दोस्त के भने फाइनल्ली क्याजिङ गुम्बा आइपुग्यो ठ्याक्कै 3 घन्टा लागेको छ आइपुग्न लाङटाङ भ्यालीबाट हाम्रो होटेलबाट सो साथीहरू पनि टन्नै भेटेको छ टन्नै आज इन्टरनेसनल साथीहरू लोकल साथीहरू हेटौँडाको सम्धिहरू हेटौँडाबाट नि आएको छन् साथीहरू बुटोलबाट झापाबाट सबै ठाउँबाट मर्निङ खेती होइन हाइवेमा चाहिँ आज मान्छे आएको छैन ल हामी चाहिँ अब यहाँ गुम्बा आइसक्यौँ क्याजिङ गुम्बा आज राति चाहिँ यहीँ बस्ने प्लान छ तर अहिले अब खानासाना खाएर माथि क्यान्जिन जाने प्लान छ होइन आज तर बेलुका चाहिँ यहीँ बस्छौँ हामी होटेल चाहिँ राम्रै छ है जे होस् रुम चाहिँ यस्तो छ है ल नाइस छ स्टिक त चाहिँदैन माथि जाँदा नि फेरि अलिकति हामी अब कौसी जान्छ हामी चाहिँ ओहो बवाल रहेछ त बवाल अति बवाल छ त ड्याम चाहिँ त्यहाँतिर छ ड्याम ओहो कस्तो लाग्यो सर भनिदेऊ नि त के 2 शब्द feels like heaven गाइस अब हामी एकछिन भिलेज एक्सप्लोर हान्न निस्क्यौँ हामी 3 जना नमस्ते गेस्ट हाउस 4850 भनेपछि जस्तो रहेछ यहाँ चाहिँ यहाँ अब पैसा निकाल्दैछौँ एटिएमबाट प्रभु ब्याङ्क रहेछ यो चाहिँ ल एकदम यो सबभन्दा हाइएस्ट अल्टिट्युडमा भएको एटिएम हो र होला र हो नि
पैसा निकाले होइन अनि भिजिट अगेन भनिरहेछ अब त्यही भएन अलिक मिलेन है यहाँको एटिएमको सेटिङ चेन्ज गर्नु पर्यो भिजिट अगेन रे अनि घरिघरि यो चाहिँ अलिक भएन है नवी ब्याङ्क छिराउँनुहोस् होटलको चाहिँ कमी छैन यहाँ यहाँ छ यहाँ चाहिँ तास खेल्दै जस्तो छ है सो हामी चाहिँ अब यसो क्यान्टिन गुम्बामा होटेलमा बसेर यसो माथि एक्सप्लोर गर्न जाँदैछौँ यस्तो छ जे होस् कति रुममा बस्नु भनेर कति रुममा बस्नु जानु लाग्यो रेस्ट धेरै पनि गर्नु हुँदैन होइन भोलिको लागि पनि हामीलाई गाह्रो हुन्छ यहाँ माथितिर लेकहरू छ भन्ने सुने हो जाउँ न त ल जाउँ गुम्बा चाहिँ यहाँ छ हामी बसेको गुम्बा धेरै पर आइपुग्यो हामी त्यहाँसम्म जाने प्लान छ चिल गऱ्यो लेक पनि हेऱ्यो यहाँ चाहिँ आइस पनि जम्छ अरे अलिक चिसोमा अब हामी तलतिर जाँदैछौँ पानी पर्ला जस्तो छ नाइस नाइस यो चाहिँ माथिको भ्यू हामी चाहिँ तल घुम्नुपर्छ धेरै माथि आइसकेका छौँ हामी ल हिमाल अलिकति देखियो लडिक छ पोखरी आइस लेकबाट अहिले चाहिँ हामी चिज फ्याक्ट्रीतिर जाँदैछौँ नेपालको चाहिँ एकदमै वान अफ दि ओल्डेस्ट होइन ओल्डेस्टै होला चिज फ्याक्ट्री छ नेपालकै अनि यहाँ गुम्बामा नि भोलि प्रोग्राम जस्तो छ अरे हामीलाई बोलाउनु भएको छ है 10 बजे होइन त प्रसाद खान बोलाउनु भएको छ यिनीहरूले आङ्गीहरूले हामी यत्तिकै हिँडिरहेको थियो भोलि आउनुहोस् है भनेर भन्नुभयो अब माथि चढेर भ्यायो भने जाने हो होइन लासो आस्याङ भन्दा मात्र थियो है यति मात्र भन्दा ल बाबुहरू भोलि त आउनै पर्छ जस्तो ल चिज फ्याक्ट्री चाहिँ यो रहेछ चिज फ्याक्ट्री फेरि बन्द रहेछ यो सर ओहो ताल चलाइसकेको रहेछ नि त है छैन हामी भोलि आउँदा यहाँ आएपछि इङ्ग्लिस चाहिँ डरै सिकिने रहेछ त्यस्तै लासोआङी ग्रिटिङ गर्नु पर्यो सिबक फोन छ गाइज अहिले चाहिँ बिहानको 4:30 भएको छ अब हामी माथि क्यान्जिनरीतिर जानलाई रेडी हुँदैछौँ दुईजना गाइजहरू सुतिरहेको थियौँ आशिष भर्खरै उठ्यो ल गाइज हामी माथि चढ्दैछौँ क्यान्जिनरी आधी बाटोतिर आइपुग्यो चिसोले चाहिँ भेटिरहेछ हल्का भेटिरहेछ नाक अलिक भइरहेछ सब ठिकठाकै छ यस दामी छ पुरै खुल्या छ भ्यू चाहिँ यस्तो छ हामी बसे होटेल चाहिँ त्यो ठाडो छ लास्टै ठाडै पुरै ठाडो छ एलिभेसन लास्टै ठाडो रहेछ नवीन अगाडि थियो पिक्चरबाट यहाँ टर्निङ जस्तोबाट नवीन अर्को बाटो लागेछ नवीनलाई कल चाहिँ गऱ्यौँ हामीले ऊ अर्को बाटो हुँदै जाँदैछ अरे अब हामी पनि जाँदैछौँ माथि लास्टै गएर छ लास्टै यहाँ जानुपर्ने हामी यहाँ यो फर्स्ट पिक भयो सेकेन्ड पिक अर्को अब 10 मिनट्समा पुग्छ भन्नुभएको छ यहाँको दाइले यहाँको दाइहरू पनि भेट्नु भएको छ यहाँतिरको लोकल दाइहरू
फाइनली हामी पिक 1 मा चाहिँ आइपुग्यौँ लाङटाङ क्यान्जिङ रि 1 मा अब नबिन यहाँ जस्तो लाग्यो आशिषलाई चाहिँ अलिकति गाह्रै भयो आशिष तलतिर गएको छ सो म चाहिँ यहाँ नबिनलाई खोज्दै आइरहेको छु नबिन यहाँ हो कि माथि हो चाहिँ म अझै कन्फ्युज छु है आई डोन्ट नो ए यहीँ रहेछ सो बाटोमा चाहिँ एकजना जर्मन कपाल पनि भेटेको थिएँ उनीहरूको चाहिँ सेकेन्ड टाइम थियो यहाँ नेपालमा नबिन त्यहाँ रहेछ त अति बवाल छ हेलो नमस्ते यु लाइक द भ्यू It's amazing. बवाल क्रेजी छ यो ठाउँ हामीलाई बोलाइरहेको थियो 10 बजे बोलाएको थियो हामीलाई भोजमा 10 बजे ओ ल सो हामी ब्याम्बुदेखि सँगै भेट्या गाइजहरू सँगै भएछौँ माथि पनि लभली है लभली सबजना ल सब्स्क्राइब गरेको हुन्छ हैन भ्लग आउँछ है ल भ्लग आउँछ म त कहाँबाट घुमेर आइपुगेँ नि त्यही त तिमी त यसो हेर हुँदै देखेन माथिबाट स्लाइड हान्नु तल आएको रे के म त साइकको डाँडा त्यही त हराएको माथि जाने हो कोही कोही चाहिँ तल जाने रे कोही कोही चाहिँ माथि जाने रे एक सावर हान्नु चाहिँ मजा आउँछ हामी चाहिँ माथि जान्छौँ एकछिनमा तिमीलाई मैले 2 कि 3 कल हानेको थिएँ बिस्कुट खाइदिनु हो र हुन त यहाँ खान्छ नबिन चाहिँ 1 बाटै फर्क्यो अलि नजाने रुम माथितिर म एक्लै जाँदैछु यो त बाफ रे बाफ अति बवाल छ अति यहाँ हामीले 2 जना तामाङ ब्रदर्सहरू पनि भेटाएको छौँ उनकै हुनुहुँदो रहेछ तामाङ ब्रदर्ससँग जाँदैछु म नि एकजना हाम्रो तल ब्याम्बुमा भेटेको ग्याङ जति सबै माथि भेट्यौँ हामीले यहाँ क्यान्टिनमा एकजना फरेनर टेक्ससको जेफ्री चाहिँ तलै बस्यो अरे हामी चाहिँ ब्याम्बु ग्याङहरूलाई त्यहाँबाट बाई गरेर आउँदैछौँ मासतिर हामी चाहिँ 2 जना यहाँको ब्रदर र एकजना हामीले तल ब्याम्बुमा भेटे ब्रदर मात्र छन् अरू सब फर्किने रे सो जर्मनीबाट आएको 2 जना नि आउँछन् होला माथि सो धेरैजना चाहिँ नजाने रहेछ माथिसम्म चाहिँ सो ऊ भाइ चाहिँ शेरगढीसम्म जाने भन्दैछ तर म चाहिँ जाँदिनँ होला त्यहाँसम्म चाहिँ किनभने केटाहरू पर्खिरहेको छ मलाई उहाँ आज फर्किनु पर्ने हुन्छ बेलुकातिर पुग्छ होला हामी त घर पर्सि गोसाइकुण्ड नि जाने हट हामी बप्पालाई माथि 1 मिस गेम फिनिस टाइपको छ है बाटो चाहिँ यस्तो छ है बाटो त सबै यस्तै हो है हामी पुगेपछि ऊ त्यो टुप्पोमा जस्तो लाग्यो अब डेन्जर उकालो रहेछ यो बाटो हुँदै अब हामी यस्तो चुचुबाट माथि नै छौँ लोवर चाहिँ सबैजना आउँछ अप्पर चाहिँ सिटिङदेखि नआउने रहेछ कोही पनि त्यही भएर बाटो यस्तो डेन्जर रहेछ यो चाहिँ शेरगढी जस्तो लाग्यो यहाँ भाइको नाम चाहिँ सम्राट सुवेदी उसको युट्युब च्यानल चाहिँ एक्सप्लोर विथ सम्राट छ अरे है ल भिडियो उसकोमा नि आउँछ होइन त यो चाहिँ लाङटाङ हिमाल हो क्या अरे यो लाङटाङ हिमाल ए यहाँ 5 पोखरी हो यसको पछाडि ओहो यसको पछाडि चाहिँ 5 पोखरी छ अरे ल अलमोस्ट 4700 मिटर एबभ सी लेभल अलमोस्ट आइसकेका छौँ हामी यहाँ अब हामी जाने ओह्राल जाने बाटो चाहिँ यो रहेछ यो चाहिँ अब मलाई ठिक लाग्यो
हामी आएको बाटोभन्दा यो बाटो चाहिँ ठिक लाग्यो मलाई प्योर उकालो छ बाटो एकदम चिप्लो तर धन्न अहिले आइसहरू हिउँहरू परेको छैन लास्टै माथि क्यान्जिनी वान त कहाँ होला लोवर त त्यहाँ तल रहेछ लोवर त यो हो धेरै तल छ फाइनल्ली क्यान्जिन्ड्री अप्परमा आइपुगेका छौँ हामी यो हिमाल चाहिँ यहाँ आएपछि मात्र देखिने रहेछ यो वाला चाहिँ हिमाल यस फाइनली 4700 मिटर्स एबभ सी लेभल आइपुग्यौँ अति बवाल छ अति बवाल हामी 4 जना आइपुग्यौँ राइट यता चाहिँ यस्तो रहेछ पुरै भिड छ ठुलो भिड छ बिस्तारै अब हुसुहरू पनि आयो भ्यू पनि ब्लक हुनेवाला छ सायद अबको 40-50 मिनट्समा सो अब चाहिँ हामी निस्किनु लागेको अब निस्किन्छौँ हामी हाम्रो जर्मनीको साथीहरू पनि भर्खर आइपुग्नु भयो तर अब हामी चाहिँ फोटोसोटो भिडियो बनायौँ अब निस्किनु ल गाइज वी आर मुभिङ वी आर गोइङ Okay guys, have fun. You too. Enjoy. Nice to meet you. Nice to meet you too. Okay sir. अर्को रुटबाट जाँदैछौँ हामी यो रुटबाट सो यहाँ ब्रदरको ब्याग पनि छुट्या रहेछ म लगिदिँदैछु जर्मनको टिमहरू चाहिँ पुरा यो बाटोबाट तल झर्ने भनिरहेछ यो बाटोबाट के गर्छ खै थाहा छैन है बाटो चाहिँ डेन्जरै छ यताको नि लेट्स होप तर हामी आउँदाखेरिको बाटोभन्दा यो बाटो चाहिँ अलि इजी रहेछ अलि यो ट्रेकमा चाहिँ म्याक्सिमम् मैले बाहिरकै देखेँ टुरिस्टहरू इन्टरनेसनल टुरिस्टहरू तपाईँको केही त छुट्या छैन नि हेर्नु है भित्र आशिष र नवीन चाहिँ तल होटेलमै पुग्नु लाग्यो भनेर कल गएको थियो भर्खरै सो साँचो चाहिँ मैले यहाँ झुकेर मेरोमा परेछ म जाँदैछु तल अब जानलाई त धेरै टाइम नलाग्ला सायद यस्तो छ अब चाहिँ हुसु आउँदैछ बिस्तारै हामी चाहिँ अर्को रुटबाट चढ्दैछौँ तल अब बाटो क्याचअप गरेर यहाँ हाम्रो लोकल ब्रदर्सहरूले यहाँ बाटो देखाउनु भयो हामीलाई यो बाटो राम्रो पनि रहेछ सजिलो पनि रहेछ अहिलेको बाटोभन्दा धेरै सजिलो बाटो चाहिँ यस्तो छ होला यहाँ माथिबाट आएको हामी सो हामी गुरुङ गुरुङ झरिरहेछौँ झर्दा चाहिँ भाग्दै झरिरहेछौँ सो इजी रहेछ झर्नलाई चाहिँ त्यस्तो गाह्रो छैन इजी हाम्रो एकजना भाइको नाकबाट रगतै आएर कसरी तल झरेर हाम्रो लामा ब्रदर्स फेरि कहाँ पुगिसक्यो यहाँ पुगिसक्यो तलतिर अब आइपुग्नै लागिसकेको छ हामी लास्टै तल झऱ्यौँ क्यान्जिन्ड्री 2 चाहिँ अलिक डेन्जरै रहेछ सिधीमिधी मान्छे नआउँदा भन्दैछ 2मा चाहिँ 1मा चाहिँ 1सम्म चाहिँ ठिक छ 1सम्म त कतिजना 1-2जना त ढल्यो भनेर सुनिरहेको थियो अघि ढलेर रेस्ट गरेर तलतिर गएको हो बल्ल बल्ल आइपुग्यो तर म लास्टै जाँड आइपुगेछु किनभने क्यान्जिन्ड्री 1मा सँगसँगै पुगेकोहरू भर्खर आउँदैछन् तर माथि 2मा पुगेर उनीहरूभन्दा अगाडि आइपुग्छेँ सो सुपर फास्ट आशिष र नवीन चाहिँ ब्रेकफास्ट गर्दैछ भन्थ्यो अघि म गएर एकछिन बस्छु अनि त्यसपछि हामी आज कम्तिर झर्नेवाला छौँ क्यान्जिन गुम्बाबाट झरेको सो जति उकालो चढ्न टाइम लाग्यो ठ्याक्कै त्यसको आधी जति लाग्दो रहेछ झर्नलाई बवाल ठाउँ बवाल छ नवीनहरू भर्खर आउँदैछ जस्तो लाग्यो माथि भ्यू पनि बवाल रिभर साइडदेखि खोइ किन आशिष सरको इनर्जी नै नेक्स्ट लेभल भइसकेको छ हाम्रो यहाँ एउटा साथीलाई चाहिँ अदृश्य शक्तिले छुएको छ आउँदैछ
पछाडि कोही छैन, अगाडि सबै साथीहरू छन्। यहाँको सिस्टम चाहिँ यस्तो रहेछ है वाइफाईको, एउटाको मोबाइलको लागि एउटा यस्तो 24 hours 24 hours फास्ट। हामी टी हाउसबाट अब रेस्ट गरेर जाँदैछौँ। यहाँ अब दिदीले कोक दिँदै हुनुहुन्छ, लासो र लासो आइस। कति लिने त फेरि? हस् ल, यहाँ हामी टी हाउसबाट अब निस्किने कार्यक्रम भइरहेछ। यो भाइहरू चाहिँ हामीसँग ब्याम्बुदेखि सँगै छ है, फर्स्ट डेदेखि। अरू टन्नै ग्याङहरू पनि थियो, उनीहरू चाहिँ मास्तिर छन्। डर लाग्छ यार। अब यो झोलुङ पुलमा चाहिँ अलिकति मलाई डर लाग्छ, तर डर के आगे जिते। अब भर्खर डिउ खाएको छैन हामीले। एकचोटि हेरौँ मत, टाइप त नहाल्नु होला, चिसो भइरहेको छ मलाई। समय हेरौँ म सुहाउँदै हेरौँ। आशिष हल्का टाइप हान्नेरै जाँदैछौँ हामी। डोमेनबाट भर्खरै निस्क्यौँ एकछिन बसेर। यहाँको ड्याम पनि रहेछ छुट्टै, सेपरेट ड्याम, सानो ड्याम। अनि यहाँ हल्का स्विमिङ हाने आशिषले। अनि यहाँ चाहिँ बाइकमा आउँदै हुनुहुन्छ भने चाहिँ यहाँसम्म आउने रहेछ बाइक। हामीले चाहिँ तलै राखेको छ नै, यहाँसम्म ल्याउनु पर्ने रहेछ। ट्रेक पनि सकिएको छ, अब हाम्रो सक्यो। तर फकाइ भन्ने कुरो चाहिँ अब खासै गाडी जाँदा पनि लागेन, आउँदा पनि लागेन। अब अर्को हप्ता म्याराथन हुन्छ अरे भन्ने सुनेको थिएँ होइन। म चाहिँ के पार्ट लिन आउँछु कि जस्तो लागिरहेको थियो। फकाइ पनि लागेन, त्यो भएर यसो म्याराथनतिर चाहिँ हल्का खुट्टा दुखाइदिउँ भनेर। खुट्टा नै दुखेन खै हाम्रो, दुखेन। अलिअलि घुँडा चाहिँ मेरो राइट घुँडा चाहिँ अलिअलि पेन भइरहेको छ। त्यो दुख्या होइन नि त। त्यो भनेको चाहिँ यसो अमिनाले टोक्या जस्तो, अमिनाले टोक्या टिकु टोक्या जस्तो मात्र भयो। टिप्प। अनि एल्टिट्युड भनेको हामीलाई खासै होइन, बच्चाहरूको लागि हो त्यो चाहिँ। बच्चाहरूको लागि हो त्यो। हामी चाहिँ फेरि एकदम फास्टेस्ट है, जाँदा पनि फास्ट, आउँदा पनि फास्ट, त्यसैले सकेन। अलिकति अघि म स्विमिङ गरेको भएर त्यो खैरिङहरू टप्या हो, एउटा ज्ञान टपिहाल्छ हामी। तर मलाई नि असल लाग्यो कि हामी यति फास्ट हिँड्यो कि होइन, कसैले सकेन कि हामी अगाडि मलाई त अब ओभरटेक लागेन सबै। अब यस्तो शान्तिले हिँडेको हो, अगाइ भने त कहिले लागेन है। ओभरटेक गर्छ कि हामीले सक्ने, त्यो भित्र जाँदा नि ओह्रालो आउँदा नि। अब के भन्नु, अब ट्रिप चाहिँ कस्तो भयो? नेटवर्क फेरि मेमोरेबल, वान्स इन अ लाइफ टाइम। हुन्छ सकिएकै थियो है हाम्रो लागि चाहिँ हो। अब अरूलाई चाहिँ फेरि एकदम गाह्रो भयो है। गाह्रै भयो। मैले त अब कोपिन्छु नि भने अब मैले दुईजना भन्नुहोस् भाइ त्यो दिदीहरू त आमामा है मागेर कस्तो भइसकेको एउटा दिदीहरू होला। माथि नै होला। मैले चाहिँ के विचार गरेँ अर्को पालि आउँदाखेरि भयो होइन, हामी त्यहाँसम्म बाइकमा आयो नि, अब यहाँसम्म बाइकमा आउने, बाइक पनि बोकेर लग्दिने कि मैले लागेन कि अलिक च्यालेन्जिङ हुनु पऱ्यो क्या हामीलाई, च्यालेन्ज चाहिँ भएन। अलिकति बाइकलाई नै बोकेर लग्दिउँ। बाइकलाई नै बोकेर मैले अर्को अघि नै अझ अस्ति म जाने बेला चाहिँ के सोचेको थिएँ भने टन्नै खचर एउटा हिँडिरहेको थियो, खचरलाई नै चाहिँ बोकेर लग्ने के जस्तो लागेको थियो। एक ठाउँमा त खचर सुतिरहेको थियो, थाकेर बोकेर लग्यो कि भनेर हामी त बोकेर लगिदिनु पऱ्यो भने फेरि गएर आफै बिचरेर यहाँको दाइले होइन होइन त्यो आफै लानुपर्छ भने त्यो बानी बिग्रिन्छ अरे, बानी बिग्रिन्छ अरे। बानी बिगार्नु भएन नि त हामीले। उयो पानी हेर ल, पानीको अभाव छ है। त्यही भने यहाँ चाहिँ रोडतिर यहाँ चाहिँ अब पुरै हिमालबाट गाउँलाई नै पानीले भराइदिँदो रहेछ क्या। पानी यति धेरै झर्ना छ, यति धेरै झर्ना। पानी त यस्तो सानो झर्ना त कति कति अनगिन्ती छ। अर्को पालि यो टिप्परलाई बोकेर लाने के टिप्पर त होइन, अलिक बाटो सानो छ, सानो अट्दैन। बाइक चाहिँ अट्छ। बाइकलाई चाहिँ म बोकेर लाने विचारमा छु। बाइक पनि बेसी शान्ति होइन है, फेरि हामी अलि हेभीवालै लान्छ। कान्डो होला कान्डो कि त बुलेट लान्छौँ। बुलेट
अलि हेभी खालि लाने हो त्यो स्कुटर चिसप केक अलिकति च्यालेन्जिङ हुनु पऱ्यो कि ट्रेकिङ चाहिँ अलिक च्यालेन्जिङ हुनुपर्छ अलि मात्र मजा आउँदो रहेछ बाटोमा अस्ति हामी माथि उकालो चढ्ने बेला चाहिँ होइन बाटोमा के भयो भने घोडामा चढेर माथि गएको 10,000ले भन्नु थालेँ होइन मैले त उल्टै अब घोडाले चाहिँ बोकेर लगिदिउँ न त हामी माथि घोडा माथि माथि म त घोडालाई नै चाहिँ बोकेर लगिदिउँ त्यस्तो भन्न चाहिँ भएन एकदम माथि चाहिँ घोडा तपाईँलाई मलाई पो बोकेर लाने भयो त अब मान्छे उडिरहेको छ त्यहाँ पुरा रनिङ हानिरहेको छु होइन त्यहाँबाट चाहिँ मैले उल्टै नि घोडालाई चाहिँ लगिदिन्छु नि त म कति दिने हो मान्छे चक्की त्यहाँ हामी धन्ने त्यो एकजना आन्टीले रोकिहाल्नु भयो हो हामी यो खोला स्विमिङ खेल्दै जाने भनेर सोचेको थियौँ स्विमिङ पुरै किनभने रुटै पुरै खोला कोही माथि बाटो रहेछ हामी चाहिँ स्विमिङ गर्दै जाने भनेर सोचेको थियौँ अलि त्यहाँ खोलाको माछाहरू दिन्छ होला भनेर फेरि यस्तो रहेछ यो नेसनल पार्क भयो नेसनल पार्किङ भयो माछाहरू चाहिँ माछा नदिने माछा दिँदैन त्यो माथिको छोरो हो माछा बाँधिनु पऱ्यो भनेर पुरा पौडी खेल्न जानु पऱ्यो भने अलिकति अलिकति सिस्टम दिएन हामी फेरि अब सिभिक सेन्स भएको त्यस्तो यताउता गर्नु भएन त्यो भएर नत्र त फेरि ठिक छ तर एउटा के भयो भने मासु त मासु चाहिँ काहीँ पनि रहेछ मासु त अब हामी त 5 दिनको लागि प्योर भेज माथि चाहिँ अब केही नपर्ने रहेछ क्या मासु सब अब तरकारीमा नि आलु मात्र हो आलु साग त्यो मात्र अरू केही छैन मुलाको अचार यही मुलाको अचार अरू केही छैन तरकारीमा तर मिठो चाहिँ फेरि त्यो स्याक्रोपेसी आइपुग्यो अब हामीभन्दा अगाडि हिँड्ने भाइहरूको ग्याङ दिदीहरूको ग्याङ अनि अरू केटाहरूको ग्याङ उनीहरू अझै पछाडि छ 30-40 मिनट पछाडि छ हामी चाहिँ आइसक्यौँ स्याक्रोपेसी भनेपछि हाम्रो स्पिड कतिको रहेछ स्पिड चाहिँ सक्दैन कसैले नसक्ने रहेछ मैले नि सोचेको थिएन कि नेक्स्ट टाइम जाने बेला चाहिँ म फिक्स म बाइक बोकेर लान्छु पुरानो टाउन हिलमा चाहिँ अलिक गाह्रो भएको छ तपाईँलाई नि तर यहाँसम्म र होइन हाम्रो बाइकहरू चाहिँ यता यो होटेलमा छ होटेल रिभर भ्यू फाइनली आइपुग्यौँ होटेलमा खाना खाने होटेलमा आइपुग्यौँ अब चाहिँ हामी खानासाना खाएर चलिदिनुपर्छ खाने गाइस चिकन खाने हो तपाईँ चिकन खाना 3टा गरिदिनु न है चिसो एकछिन बसौँ त्यसपछि है त हस्